म चाहिँ यहाँनिर होइन आज चाहिँ सिनामन रोल बनाउँदैछु साथीहरू ल हेर्दै गर्नु होला अन्तिम ल यसरी टक्क लाएर यो डोलाई चाहिँ यसरी मजाले बेल्ने होइन ल साथीहरू यसरी होइन सरर अब भयो साथीहरू अब यसमा चाहिँ टक्क लाएर हेर्ने साथीहरू सो यसमा चाहिँ सिनामन रोलमा मैले यहाँ यसरी क्रिमलाई सिनामन विथ क्रिम टक्क लगाएर अब यसरी सरर स्प्रेड गरिन्छ होइन यसरी दलिसकेपछि सो यसमा चाहिँ मैले सिनामन क्रिम एन्ड सुगर डस्टलाई चाहिँ यसरी एकै ठाउँ मिक्स गरेर यसरी मैले पेस्ट बनाएँ यो क्रिम बनाएँ र यसरी दलिसकेपछि अब यसलाई चाहिँ मजाले यसरी लपेट्नुपर्छ साथीहरू यसरी हेर्नु है साथीहरू सो गरिसकेपछि अब यसमा अलिकति रहेको यो भागलाई चाहिँ टक्कै हेर्नु है साथी यसरी 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 हो तास्दिने मजाले यसरी मजाले समातेर तास्ने अनि यसलाई फेरि सरर घुमाएपछि ल हेर्नु अब यही चक्कुले चाहिँ टक्क लगाएर यसरी काट्नु सक्छ हेर्नु साथी सो यसरी राख्नु साथी टक्क लगाएर सो ल गाइज होइन एउटा ट्रे भरिसक्यो मैले चाहिँ टक्क लगाएर अब यसलाई चाहिँ 10-15 मिनट चाहिँ फर्मेन्टेसन अथवा 10-15 मिनट चाहिँ यसलाई रेस्ट फुलाउन दिने त्यसपछि हामीले ओभनमा ट्याक्क लगाएर बेक गर्छौँ अन्तिमसम्म हेर्नु साथीहरू है सो 15 मिनटपछि टक्क लगाएर अब म यहाँ प्रिहिट ओभनमा होइन यसरी टक्क लगाएर ल साथीहरू यसरी चाहिँ ओभनमा बेक गर्न लाग्छु Shit, damn.